के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ? म किन यति पीडामा छु? परमेश्वरले मलाई किन यस्तो हुन दिनुभयो? यदि तपाईँ अहिले दुःख, असफलता वा एक्लोपनको बीचमा हुनुहुन्छ भने आजको यो सन्देश तपाईको लागि हो, किनकि तपाईको पीडा व्यर्थ छैन। त्यसको पछाडि परमेश्वरको योजना लुकेको छ। पीडा दण्ड होइन, प्रक्रिया हो। हामी धेरैजसो मानिसले पीडालाई दण्डको रूपमा बुझ्छौं। जब जीवनमा समस्या आउँछ, हामी तुरुन्तै सोच्न थाल्छौं, के मैले केही गल्ती गरे? परमेश्वर मसँग रिसाउनु भयो? तर सत्य के हो भने पीडा सधैँ दण्ड हुँदैन, त्यो परिवर्तनको प्रक्रिया हो। जसरी सुनलाई आगोमा राखेर शुद्ध बनाइन्छ, त्यसरी नै हाम्रो जीवन पनि कठिनाई मार्फत शुद्ध बनाइन्छ। तपाईको जीवनमा अहिले जे भइरहेको छ, त्यो तपाईलाई तोड्न होइन, तपाईलाई अझ बलियो बनाउन हो। जब तपाईँ बुझ्नुहुन्न, परमेश्वर काम गरिरहनु भएको हुन्छ। जीवनको सबैभन्दा गाह्रो क्षण भनेको त्यो हो जब तपाईले केही पनि बुझ्न सक्नुहुन्न। किन मेरो सपना टुट्यो? किन मेरो सम्बन्ध बिग्रियो? किन म यति सङ्घर्षमा छु? तर याद राख्नुहोस्, तपाईले नदेखेको समयमा पनि परमेश्वर काम गरिरहनु भएको हुन्छ। बिउ रोप्दा हामीले तुरुन्तै फल देख्दैनौं, तर जमिनभित्र केही भइरहेको हुन्छ। त्यसैगरी तपाईको जीवनमा पनि अदृश्य रूपमा चमत्कार तयार भइरहेको हुन्छ। पीडाले तपाईको चरित्र निर्माण गर्छ। सफलता तपाईलाई प्रसिद्ध बनाउन सक्छ, तर पीडाले तपाईलाई बलियो बनाउँछ। जब तपाईँ दुःख सहनुहुन्छ, तपाईँ धैर्य सिक्नुहुन्छ, तपाईँ विश्वास सिक्नुहुन्छ, तपाईँ नम्र बन्न सिक्नुहुन्छ। पीडा बिना जीवन अधुरो हुन्छ, किनकि पीडाले तपाईलाई त्यो बनाउँछ जुन तपाईँ बन्नुपर्ने हो। अँध्यारो बिना उज्यालोको मूल्य थाहा हुँदैन। कल्पना गर्नुहोस्, यदि सधैँ दिन मात्र हुन्थ्यो भने हामी रातको सुन्दरता बुझ्न सक्दैनथ्यौं, ताराहरू देख्न सक्दैनथ्यौं। त्यसैगरी जीवनको अँध्यारोले नै उज्यालोको अर्थ दिन्छ। आज तपाईँ अँध्यारोमा हुनुहुन्छ भने डराउनु पर्दैन, किनकि अँध्यारो सधैँ अस्थायी हुन्छ, उज्यालो आउँछ। ढिलो भए पनि परमेश्वरको समय उत्तम हुन्छ। हामी छिटो परिणाम चाहन्छौं, तर परमेश्वरको समय फरक हुन्छ। उहाँ कहिल्यै ढिलो हुनुहुन्न, उहाँ सधैँ सही समयमा काम गर्नुहुन्छ। यदि अहिले केही भइरहेको छैन जस्तो लाग्छ भने धैर्य राख्नुहोस्, किनकि परमेश्वर तपाईको जीवनको कथा लेख्दै हुनुहुन्छ। तपाईको टुटेको हृदय नयाँ सुरुवातको ढोका हो। टुटेको हृदयले धेरै पीडा दिन्छ, तर कहिलेकाहीँ टुट्नु नै नयाँ बन्ने सुरुवात हो। जब पुरानो ढोका बन्द हुन्छ, नयाँ ढोका खुल्ने तयारी भइरहेको हुन्छ। तपाईले गुमाउनु भएको कुरा सायद तपाईको लागि सही थिएन, तर जुन आउँदैछ त्यो तपाईको लागि परमेश्वरको उत्तम योजना हो। तपाईको कहानी अझै समाप्त भएको छैन। यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने यो अन्त्य होइन, यो त केवल तपाईको कहानीको एक अध्याय मात्र हो। परमेश्वरले तपाईको जीवनमा अझ धेरै राम्रो कुरा तयार गर्नुभएको छ। हार नमान्नुहोस्, विश्वास नछोड्नुहोस्, अगाडि बढिरहनुहोस्। पीडाको पछाडि आशीर्वाद लुकेको हुन्छ। हरेक आँसुको पछाडि एउटा कारण हुन्छ। हरेक सङ्घर्षको पछाडि एउटा उद्देश्य हुन्छ। पीडाको पछाडि सधैँ आशीर्वाद लुकेको हुन्छ। आज तपाईले नबुझेको कुरा भोलि तपाईको सबैभन्दा ठूलो गवाही बन्न सक्छ। विश्वास राख्नुहोस्, परमेश्वरको योजना उत्तम छ। जीवन सधैँ सजिलो हुँदैन, तर परमेश्वरको योजना सधैँ उत्तम हुन्छ। तपाईले अहिले जे भोगिरहनु भएको छ, त्यो तपाईको भविष्यका लागि तयारी हो। विश्वास राख्नुहोस्, सबै कुरा अन्त्यमा राम्रो हुनेछ। परमेश्वर तपाईको पीडामा पनि साथमै हुनुहुन्छ। कहिलेकाहीँ हामी यस्तो महसुस गर्छौं, म एक्लै छु, तर सत्य के हो भने तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। जब तपाईँ रोइरहनु भएको छ, परमेश्वर तपाईको आँसु देखिरहनु भएको छ। जब तपाईँ मौन हुनुहुन्छ, उहाँ तपाईको हृदयको आवाज सुनिरहनु भएको छ। उहाँ तपाईको पीडामा पनि तपाईको साथमै हुनुहुन्छ। जब सबै ढोका बन्द हुन्छन्, परमेश्वर नयाँ बाटो खोल्नुहुन्छ। जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जहाँ सबै ढोका बन्द भएको जस्तो लाग्छ। कुनै उपाय देखिँदैन, आशा हराउँदै जान्छ। तर यही समय हो जहाँ परमेश्वर नयाँ बाटो बनाइरहनु भएको हुन्छ। हामी बन्द ढोकामा ध्यान दिन्छौं, तर परमेश्वर खुल्ने ढोकाको तयारी गर्नुहुन्छ। कहिलेकाहीँ नो भनेको पनि तपाईको लागि बेटर यसको तयारी हो। पीडाले तपाईलाई परमेश्वरतर्फ नजिक ल्याउँछ। जब जीवन राम्रो हुन्छ, हामी कहिलेकाहीँ परमेश्वरलाई बिर्सन्छौं, तर जब पीडा आउँछ, हामी घुँडा टेकेर प्रार्थना गर्छौं।
पीडा तपाईलाई कमजोर बनाउन होइन, तपाईलाई परमेश्वरतर्फ नजिक ल्याउन आउँछ। कहिलेकाहीँ परमेश्वरले तपाईलाई रोक्नुहुन्छ ताकि तपाईँ उहाँलाई खोज्न थाल्नुहोस्। असफलता अन्त्य होइन, शिक्षा हो। असफलता सबैलाई मन पर्दैन, तर असफलता बिना सफलता सम्भव छैन। तपाईले आज भोगेको असफलता तपाईको भोलिको सफलता बनाउने आधार हो। हरेक हारले तपाईलाई केही सिकाउँछ, हरेक गल्तीले तपाईलाई सुधार्छ। त्यसैले हार मान्नु होइन, सिक्नुहोस्। तपाईको आँसु व्यर्थ छैन। तपाईले रोएको हरेक आँसु परमेश्वरले देख्नु भएको छ। तपाईको पीडा बेकार छैन, तपाईको दुःख अनदेखा भएको छैन। हरेक आँसुको मूल्य हुन्छ। एक दिन तपाईले आज रोएको कारण बुझ्नुहुनेछ र त्यो दिन तपाई मुस्कुराउनुहुनेछ। मौन प्रार्थना पनि परमेश्वरले सुन्नुहुन्छ। कहिलेकाहीँ हामीसँग शब्द हुँदैन, के भन्नु भनेर थाहा हुँदैन, तर मौन प्रार्थना पनि शक्तिशाली हुन्छ। परमेश्वरलाई ठूलो शब्द चाहिँदैन, उहाँलाई तपाईको साँचो हृदय चाहिन्छ। जब तपाई केही भन्न सक्नुहुन्न, तब पनि उहाँले तपाईलाई बुझ्नुहुन्छ। ढिलो हुने कुरा सधैँ खराब हुँदैन। हामी छिटो चाहन्छौँ, तुरुन्तै उत्तर, तुरुन्तै सफलता। तर ढिलो हुनु पनि आशीर्वाद हुन सक्छ, किनकि यदि समयभन्दा अघि पाउनुभयो भने तपाई तयार नहुन सक्नुहुन्छ। परमेश्वर सही समयमा दिनुहुन्छ जब तपाई तयार हुनुहुन्छ। गुमाउनु पाउनुको सुरुवात हुन सक्छ। जीवनमा कहिलेकाहीँ तपाईले प्रिय कुरा गुमाउनुहुन्छ, तर हरेक गुमाइमा एउटा कारण हुन्छ। तपाईले गुमाउनु भएको कुरा सायद तपाईको लागि होइन, तर जुन आउँदैछ त्यो तपाईको जीवन परिवर्तन गर्नेछ। विश्वास राख्नुहोस्, परमेश्वरले तपाईलाई कहिल्यै खाली हात राख्नुहुन्न। तपाईको पीडा अरूको लागि आशा बन्न सक्छ। आज तपाई सङ्घर्षमा हुनुहुन्छ, तर भोलि तपाईको कथा अरूको लागि प्रेरणा बन्न सक्छ। तपाईको आँसु कसैको मुस्कान बन्न सक्छ। तपाईको पीडा कसैको उपचार बन्न सक्छ। त्यसैले तपाईको यात्रा महत्त्वपूर्ण छ। परमेश्वर कहिल्यै गल्ती गर्नुहुन्न। हामीले कहिलेकाहीँ सोच्छौँ, किन मेरो जीवन यस्तो भयो? तर परमेश्वरले कहिल्यै गल्ती गर्नुहुन्न। उहाँको योजना पूर्ण हुन्छ, उहाँको समय सही हुन्छ। तपाईले अहिले नबुझे पनि एक दिन सबै कुरा स्पष्ट हुनेछ। तपाईको भविष्य उज्यालो छ। आजको अँध्यारो तपाईको अन्तिम गन्तव्य होइन, यो केवल एउटा चरण हो। तपाईको भविष्य आशाले भरिएको छ। परमेश्वरले तपाईको लागि राम्रो योजना बनाउनु भएको छ। त्यसैले डराउनु हुँदैन, हार मान्नु हुँदैन। सबै कुरा राम्रो हुनेछ। यदि तपाई अहिले पीडामा हुनुहुन्छ भने सम्झनुहोस्, तपाई एक्लो हुनुहुन्न। तपाईको कथा सकिएको छैन। परमेश्वर अझै काम गरिरहनु भएको छ। तपाईको पीडा आशीर्वादमा परिवर्तन हुँदैछ। यदि यो सन्देशले तपाईको हृदय छोयो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र लाइट अफ फेथ च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् यस्ता शक्तिशाली सन्देशहरूका लागि।